आज 10 तारिक फेब्रुअरी 2025 को दिन हामीले यहाँ आरुबोटेमा यो ट्रपिकल अर्किडको क्याटेलियालाई हामीले छुट्याएर पटिङ गर्दैछौँ। यो हाम्रो ट्रायल बेसिसमा हामी यो काम गरिराखेका छौँ। हुन्छ कि हुँदैन भनेर पहिला हामीले गरेको चाहिँ सक्सेस भएको छ र योपालि चाहिँ हामीले यसरी यो पटमा लगाएर चाहिँ यसलाई छुटाउँदैछौँ। यो चाहिँ छुटाएर लगाएको हो। दुईवटा पट भइसक्यो हामीसँग। हामीले यो चाहिँ कटुसको मल, जङ्गली मल अहिले बिहान खोजेर हामीले यहाँ ल्याएको हाम्रो यहाँ नर्सरीमा काम गर्नेहरूले। अनि यो चाहिँ इँटाको ढुट्टो, अनि यो चाहिँ कोइला। यी मिडियाहरूमा चाहिँ हामीले योपालि ट्राई गरेको हौँ लोकल मिडियामा। यदि यो लोकल मिडियामा यो फुल चाहिँ सर्भाइभ भयो भने, सक्सेस भयो भने चाहिँ आगामी दिनहरूमा हामीले राम्रो प्रकारले यो फुललाई हामीले मल्टिप्लाई गर्न सक्छौँ भन्ने चाहिँ हाम्रो धारणा हो र त्यसैको आधारमा हामीले आज यो काम गरिराखेका छौँ।